पूर्व राजा ज्ञानेन्द्रलाई संसदमा बोलाउने प्रस्ताव। दर्शकबिन सांसदहरूले तीनकुने घटनाबारे पूर्व राजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाउने प्रस्ताव गरेका छन्। ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिने गरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन्। कांग्रेस सांसद जीवन परियारले कानुन न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधबुझ गर्नुपर्ने बताए। पूर्व राजा ज्ञानेन्द्रलाई समितिमै भए पनि बोलाएर घटनाबारे सोधपुछ गरौँ उनले भने। पूर्व राजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले अघि थपे, उनलाई पनि नागरिकलाई जस्तै अधिकार हो त्यति अधिकार छ। लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मचाउने अधिकार कसैलाई छैन। कांग्रेस एमाले माओवादी एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पूर्व राजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग गरेका छन्। गत चैत 15 गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनको क्रममा 2 जनाको ज्यान गएको छ। निजी सम्पत्तिमा क्षति पुगेको छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी भएको छ।